हाई एभ्रिवान वेलकम टु माई भिडियो सबैजनालाई। र म चाहिँ मेरो भिडियो ब्रेकफास्ट खाँदाखेरिदेखिको स्टार्ट गर्दैछु है। अन्त मैले चाहिँ आज ब्रेकफास्टमा बनाएको थिएँ गिलो रोटी र आलुको सब्जी है। अनि यहाँनिर चाहिँ मैले मेरो ब्रेकफास्ट गरेँ है। गरिसकेर चाहिँ त्यसको बाद चाहिँ म लुगा सुकाउनु जान्छु टेरेसमा है। र आजको मौसम चाहिँ एकदमै घामै नलाग्ने मौसम थियो, एकदम धुम्म परिरहेको है। अन्त त्यसै कारणले लुगा सुक्दैन होला भनेर चाहिँ पहिल्यै मजाले ड्राई गरेर लगेँ है। अनि हावाले भए पनि सुक्छ भन्दा चाहिँ मैले चाहिँ यहाँनिर लुगाहरू सुकाएँ है। र अहिले त एकदमै पानी पर्ने मौसमले गर्दा लुगाहरू पनि राम्रो सुक्दैन है। र मैले चाहिँ यहाँनिर लुगा सुकाइसकेँ यहाँ। र म त्यसको बाद चाहिँ फेरि यहाँनिर फुल रोपौँ भनेर चाहिँ माटोहरू गमलामा भर्दै थिएँ है। माटो र मल अलिअलि मिक्स गरेर मललाई चाहिँ अनि मजाले तीन पट जस्तो चाहिँ बनाएँ मैले है। 3-4 पट बनाएँ। अनि यो फुल चाहिँ तपाईँको मखमली फुल हो है। दसैँ औँसीमा एकदम राम्रो देखिन्छ, चाहिने फुल हो होइन। र यो फुलको बिरुवा चाहिँ मलाई माथि टिस्टाभेल्लीबाट भेनाले ल्याइदिनु भएको थियो हिजो। र हिजो चाहिँ मैले रोप्नु पाएन र आज टाइम पाउँदा चाहिँ मैले मर्निङ टाइममा यही कामहरू गरेँ होइन। यसरी 4 पट बनाएर मजाले रोपेँ है। हजुरहरूले पनि घरतिर रोप्नु हुँदै होला सयपत्री, मखमली है। यसरी हामीलाई नेपालीको चाडबाडमा चाहिने एकदमै जरुरी फुलहरू है। योहरू चाहिँ फुल्दा पनि राम्रो देखिन्छ होइन। अनि हजुरहरूको घरमा के लाउनु हुँदैछ कमेन्ट गर्नुहोस् होला है। यो चाहिँ मैले अहिले भर्खर रोपेको फुल हो है। यो चाहिँ मखमली फुल होइन। मखमली फुल रोपेर चाहिँ मैले 4 पट बनाएँ। यसमा चाहिँ मैले 5-5वटा गरेर रोपेको छु। किन भन्दा चाहिँ यो फुल्दा चाहिँ एकैचोटि एउटा बोटले भन्दा चाहिँ निकै बोटले फुलेको चाहिँ राम्रो देख्छ नि त। अन्त र अब यो त खासमा भुइँमा रोप्दा राम्रो हुन्छ, तर भुइँमा स्पेस कम्ती भएकोले गर्दा चाहिँ मैले यसलाई गमलामै मजाले रोपेको छु है। तपाईँहरूले पनि रोप्नु हुँदै होला होइन। र कस्तो लाग्यो